3.5 वर्ष लगभग 1200 दिनपछि म नेपाल गएँ। मेरा प्यारा साथीहरूलाई भेटेँ, भाइहरूलाई भेटेँ, सेन्ट जेभियर्सको सर मिसलाई भेटेँ, सूर्य बोर्डिङको सर मिसलाई भेटेँ, मेरो दिदी, भाइ, बुबा, आमा, हजुरबा, हजुरी उहाँहरूलाई छुएँ, छेउमा बसेर कुरा गरेँ, आफू जन्मेको घर पुगेँ। फर 3 days the total displacement of my life was a 0। तपाईँलाई पनि सँगै लिएर जान्छु है त यो मिठो यात्रामा। I'm just so tired of studying and studying. I just want to go home. I just want to see my siblings, my brother and sister. I just want to talk to my grandparents, my grandfather. December 2025 यति होमसिक भएँ कि जे पर्छ भनेर नेपाल जाने सोचेँ। सबै कुरा मिलाएर January 27 को टिकट काटेँ। समय एकदमै थोरै थियो। हरेक दिनको स्केड्युल र बजेट बनाएँ। अब 3.5 वर्षपछि आउनु भयो त। ल छोरा ल। नेपाल जाने कुरामा जति म खुसी थिएँ त्यो भन्दा बढी खुसी मेरो होस्ट फ्यामिली हुनुहुन्थ्यो। They sent a video message to my family. Hi everybody, we're sure glad to communicate with you. We give warm greetings from Idaho. We're delighted that Rabin can go and see everybody there, his family, his friends, all the sights and sounds. And he's talked about the Nepali food too. And I have one thing to say, and that is, you must be wonderful parents to have created such a wonderful son. May everything go well with you. चेक इन गरेँ, लगेज ड्रप गरेँ र चढेँ पहिलो एयरप्लेन। लगभग 2 घण्टापछि पुगेँ म सान फ्रान्सिस्को एयरपोर्ट। त्यहाँबाट कटार एयरवेजको प्लेन उड्न 5 घण्टा बाँकी थियो। मैले फिल्म हेर्न थालेँ उनको स्वेटर। कागले कागै देख्छ, बकुलाले बकुला। अब तपाईहरुले के देख्नु भयो त्यो भनिराख्नु नपर्ला है। फाइनली प्लेन पनि आयो र म लागेँ प्लेन भित्र। 3 बजेतिर हामी उड्यौं त्यहाँबाट। 15.5 घण्टापछि पुगेँ म कटार। It has been our pleasure taking care of you today and thank you for choosing to fly with Qatar Airways and the One World Alliance. A little bit of talking. I am here at Doha, Qatar. I'm gonna get out with a transit visa to see my brother. बाहिर जाने प्लान चाहिँ घाममा सुक्यो। इमिग्रेसनमा भिजा अप्लाई गरेको अप्रुभ हुन समय लाग्यो। You guys know how do you write toilets in Arabic? This is how you write it. Toilets. गुडियासँग फोटो खिचेँ, बुवालाई रक्सी किने र बाँकी समय टिभीमा ट्रम्पलाई हेर्दै बसेँ। फाइनली बिहान भयो र पुगेँ म नेपाल जाने प्लेनमा। उड्यो त्यहाँबाट र 5 घण्टापछि ल्यान्ड भयो नेपालमा। I'm out with my bags. In a few minutes, I'm gonna see my dad and my brother. It's gonna be pretty cool. A little bit nervous, but let's see how it goes. लिफ्टबाट तल झरेपछि त इमोसनल भइहाल्यो। बुवा त मलाई देख्ने बित्तिकै खुसीकै अनुहार नै झलमल्ल। सबैजनालाई अङ्कमाल गरेँ। भिडियो चाहिँ खिचिन किनभने I wanted to live the moment without capturing it. We got the taxi, went home, ate good food and slept.
भोलिपल्ट बिहानै दिदीभाइलाई बसमा राखेँ र लगे सपिङ बसन्तपुरतिर। दोस्रो दिन हामी लाग्यौँ पशुपतिनाथ। ल मेरो साथीहरू चाहिँ यहाँ एकदम रियल च्यालेन्ज दे आर टेकिङ ओभर द माउन्टेन। ल भाइ सक्सेस। बसन्त चाहिँ तलै झर्ने हो कि क्या हो? रोल ओभर लाइक अ डग हो कि क्लाइम लाइक अ होर्स? आइहाल्यो नि। What is your message to the world? My message to the world. खाओ पियो नाचो गाओ ऐस करो Yes, Karo. Live your life. Ah. And by his side, Hello. we have Sandesh. He is a fan of Ask Matrab. Yeah. Right. Early users. Early, early bird. There he is, early bird. Right. It's nice to meet you, bhai. Likewise. Look where I am, St. Xavier's. This is where I started. तेस्रो दिन चाहिँ म लागे सेन्ट जेभियर्स तर्फ। सबै सरमिसहरूसँग भेटेँ। खेम सरसँग त लामो कुरा भयो। 2वटा त गीत नै गाएर सुनाउनु भयो के। खाजा खुवाउनु भयो। फिजिक्स डिपार्टमेन्ट छिर्दा त झन् सरहरू यति खुसी हुनुभयो कि सायद स्वर्गीय अनुभूति भनेको त्यसलाई नै भनिन्छ। सबैजनासँग फोटो खिचेँ र लागे म पशुपति तर्फ। यो पटक चाहिँ आरती हेर्न। भोलि बिहानै लागे म जन्म घरतिरको यात्रामा। एयरपोर्ट आएर बुध एयरको प्लेन चढेँ। 45 मिनटमा तुमलिङका पुगेँ। प्लेनमा तुमलिङ झरेर मोटरमा खादबारी टेम्पोमा खादबारी गएँ। त्यसपछि लागे म गाउँतिर ट्याक्सीमा। घर पुग्ने बेला गाडीको क्लच प्लेट भाँचियो। त्यसपछि म लागेँ उकालो बाटो। आइपुग्यो है हजुर गाउँघर। यो तलको चाहिँ हाम्रो खेत हो। यो यहीँ जोत्थेँ मैले। काम गर्थेँ पहिला, अहिले त अब सकिन्न। यी चाहिँ मेरी आमा हुन्। राख्दैछु उकालो। देउरालीमा बतास चल्यो, देउरालीमा बतास चल्यो, बतास चल्यो, बतास चल्यो, बतास चल्यो, देउरालीमा बतास चल्यो। अब 1 वर्षमा आउँछु, अर्को दसैँमा। यो दसैँमा होइन, अर्को दसैँमा। अनि त्यति बेला खोजेर राखिराख्नु। घरमा 3 दिन बसेर फेरि लागे म खादबारीतिर। खादबारी पुगेपछि पुग्नै पर्ने ठाउँ हो सूर्य बोर्डिङ। म पढेको स्कुल। यो चाहिँ मेरो स्कुल जाने बाटो। यहाँ भगवानको फोटो थियो। सबै
सरमेसँग भेटेँ र एसेम्ब्लीमा भाइ बहिनीहरूलाई अलिकति ज्ञान दिएँ। त्यसपछि लागे म तुमलिङटार एयरपोर्टतर्फ। एयरपोर्ट त पुग्यो तर प्लेन कुरेकै भयो। 2 बजेपछि फ्लाइट भयो क्यान्सल अनि पर्यो फसाद। भोलिपल्ट काठमाडौँ आइपुगेँ र लागे फाइनल सपिङ गर्न। सपिङ सकाएर नारायण दाईको फेमस मोमो खाइयो र लागियो घरतिर। त्यसपछि आयो फेरि काठमाडौँ छाड्ने दिन। प्याकिङ सकाएँ अनि दही खाइयो, टिका लगाइयो। हिँड्ने बेला बुबाको खुट्टा ढोगेको थिएँ। बुबा त रोइहाल्नु भयो। मलाई पनि साह्रै दुःख लाग्यो। मलाई चाहिँ बुबा भनेको मेरो जरा, मेरो टेक्ने खुट्टा, म ओत लाग्ने छानो जस्तो लाग्छ। उहाँ रोएको देख्दा चाहिँ आफ्नै खुट्टा लुलुक भएको जस्तो भयो। मलाई अलिक कमजोर महसुस गरेँ। उहाँ रोएको मैले कहिले पनि देखेको थिइनँ। एउटा फोटो खिचेर लागे म एयरपोर्टतिर। राम्ररी जा भन्नु फाइनल बाई भनेर लागे म भित्र। चेक इन गरेँ र लागे प्लेनतिर। पाँच घन्टा पछि पुगे म कटार। यो भनेको डिप्लोमेटिक एरिया हो, एकदम ठुलो एरिया हो। कतारको मेन पोइन्ट हो। यहाँनिर भनेको धेरैवटा टावर छ। After a night at Qatar, it was a beautiful stay. My brother hosted me well. I'm back inside the airport. म फर्स्ट टाइम कतारमा आउँदाखेरि यहीँ आएर फिल्म गरेको थिएँ, यही डलको अगाडि। I was nervous. म एक्टिङ गरेर आएको थिएँ अमेरिका कफी खान गएको भनेर। अनि त्यसपछि यहाँ आएपछि चाहिँ I broke out the news. म खासमा स्टडीको लागि गएको 4 वर्षको लागि भनेर। अनि I was pretty nervous. I was sad because my dad cried back then. And coincidentally, he cried yesterday too. Man, it made me super sad. Not any less than the jungle in Qatar. हाम्रो गाउँको जङ्गल जस्तै छ यो। Huh? What is this? Awesome. यहाँ चाहिँ म आएको थिइनँ है। एयरपोर्ट एकछिन घुमेँ र लागे म फेरि सान फ्रान्सिस्को जाने प्लेनतर्फ। 16 घन्टापछि आइपुगेँ म अमेरिका। फेरि बोइजीको फाइनल फ्लाइट भइदियो ढिलो भए पनि बोइजी आइपुगेँ। त्यसपछि रुममा आइपुगेँ र साथीहरूलाई गरेँ प्र्याङ्क।